हेलो दर्शन नमस्ते सबभन्दा पहिला त यो भिडियो पुरा हेरौँ त्यसपछि फन्नी कमेन्ट पढौँ ल हेन ओभरटेक गरेर आएको नि ओए भाइ कहाँ ओभरटेक गरेर आएको कहाँबाट जाने म उडेर जाने पखेटा छ मेरो ओभरटेक ल्याएर स्वाट हाल्छ त यार अर्को त ट्रक हेन ट्रक बाटो त राम्रै छ त ओभरटेक गरेर हाले हैन यहाँ कहाँबाट जाने म ओभरटेक गरेर लिएर आएन ल यति राम्रो दुईटा लाइनको बाटोमा नमस्ते ठीक छ भाइ यिनीहरूलाई अब के गर ओ कता यस्तो बुढो मान्छे भएर खोइ बुद्धि खोइ बुढो भएर खोइ बुद्धि हाने निजी बुद्धि बिहा गर्नु छ भने त आउनु पर्यो त त्यसरी बस्न पाइँदैन नि बिहा गर्नुहोस् कि त ऊ तिर्सुलीतिर फालिदिनुहोस् गाडी होइन भने हो फालिदिनुहोस् बरु मान्छेलाई यस्तो गर्ने हो बुढो भएर के भएको यस्तो बात त सही है राम्रो मजाको दुई लेनको बाटो छ त यहाँ ओभरटेक गरेर बिचबिचबाट ख्वास ल्याएर हाल्छन् बिल्कुल बिल्कुल यिनीहरूलाई म त हतार पुगेको छु अमेरिका कहाँ पुग्नु परेको छ तिमीहरूलाई जापान अमेरिका केही नभएको बाटो हेर्दै यतिकै जाम गर्थे ल सुरु गरौँ दिदीलाई देखेर डराएर सिसा लगाउँदैछ बुद्धि खै बरु ब्याग गरेर गाडी तिर्सुलीमा फालिदिनु दिदी अलि सिस्टम सिकाउनु बुद्धि नपुगेको बालाई First driver very smart. Silently closed window. All topic are closed. Come on, Didi. Show woman power. Okay. ओइ भाइ बुढा हाल्दै तिर्सुलीतिर गाडी दिदीलाई देश नै जिम्मा लगाइदिउँ न बात त सही है दिदी र ड्राइभर सक दिदीले ठिक पार्छिन् अब अच्छा हतार सिसा बन्द गर्दो रहेछ स्वाट्ट हाल्नेलाई च्वाट्ट पार्नु न दिदी What?